हेटौँडाबाट बाइकमा 20-22 मिनटमै पुग्न सकिने चुरियामाई मन्दिर नेपालकै प्रमुख धार्मिक स्थल। आज हामी त्यहाँसम्मको यात्रा गर्दैछौँ। हेटौँडा बुद्ध चोकदेखि यहाँहरू पूर्व पश्चिम राजमार्ग बिरगञ्ज जाने बाटोतर्फ यहाँहरू लाग्न सक्नुहुनेछ। खरा पुल कटेर एचआइडी हेटौँडा औद्योगिक क्षेत्र कट्दै हामी रातमाटेको जङ्गल कटेर चुरियामाई मन्दिरमा पुग्नेछौँ। चुरियामाई देवीको दर्शन गरी अब हामी सुरुङ जान्छौँ। आज हामी चाहिँ चुरियामाई मन्दिर सहित टनल पनि जान्छौँ। अब टनल गएपछि चाहिँ हामी जाने बेलामा कि रमाइलो गर्दै जान्छौँ र म फर्स्ट टाइम सुरुङ छिरेको छु। कस्तो हुन्छ होला है त। बोकेर लानु, बोकेर काँधमा बोकेर लानु। हामी यसरी मेन गेटबाट चाहिँ चुरियामाई मन्दिरमा प्रवेश गर्दैछौँ। यहाँ विभिन्न व्यापारिक स्थलहरू छ। सानसानो छाप्रो राखिएको छ। बालबच्चाको लागि धेरै आकर्षक सामग्रीहरू छ यहाँनिर। खेल्ने कुराहरू, चस्मा। भाइ चस्मा लगाएको भाइ कस्तो राम्रो देखिरहेछ। यतापट्टि फ्रेमहरू पाइन्छ, पूजाको प्रसादहरू। अनि आमा छोरी चाहिँ यहाँनिर रहेका छन्। चाहियो रे, घरमा छैन यस्तो? यो तिमीकै लागि राखेको हो किन? यहाँबाट हामी मन्दिर प्रवेश गर्दैछौँ अब। यतापट्टि चाहिँ दाइकोमा चस्मा किन्न पाइन्छ, एकदमै राम्रो है। तपाईँ मास्क लगायो कि भाइ हो? दाइ नै हो। मास्क लगाएर बस्नु भएको छ। चस्मा। तपाईँ घर चाहिँ कहाँ हो? हरिवन। ए हजुर। ल, यहाँ चाहिँ दर्शनार्थीहरूले यहाँबाट चस्मा लिएर जान सक्नुहुन्छ। गर्मीको बेला पनि छ है। यहाँ निकै सामग्रीहरू छ, पूजा पसलहरू छ, चस्मा, अन्य किरिङहरू, विभिन्न सामान यहाँबाट किन्न पाइन्छ। ओके, मेरो छोरी अब यहाँ के किन्दैछन्? छोरी हेर्दैछन्। के रहेछ अरे? हामी कहाँ आछौँ छोरी? चुरियामाई मन्दिर है। यो चुरियामाई मन्दिर कसरी स्थापना भएको थाहा छ तिमीलाई? थाहा छैन? यहाँ एउटा सुरुङ छ, चुरिया सुरुङ है। यो दक्षिण एसियाको पहिलो सुरुङ मार्ग। अघि देखाएँ नि मैले। यो सुरुङमा चाहिँ पहिला हामी छिरेको थियौँ, पछि बन्द भयो, अनि फेरि अहिले खुल्ला भएको छ है। अब त्यहाँ अहिले कतिखेर खुल्छ अनि हामी जान्छौँ है। अलि अगाडिबाट धेरै समय भएको छैन खुलेको, केही महिना मात्रै भयो। अनि यो चुरियामाई मन्दिर चाहिँ यहाँ बाटो बनाउने बेलामा त्यहाँको इन्जिनियरले अनि स्थापना गराएको हो कि यो मन्दिर है। बुझ्यौ नि? यहाँ चुरियामाईको सुरुङबाट बाहिरबाट आउने उसले कोरे टोनी हेगनले है
टोलीहरूले यहाँबाट चाहिँ गाडी सुरुङबाट लिएर गएको भनेर भन्नुहुन्छ। मुक्ति गोविन्द वैद्य सरले यहाँबाट हामी हिँडेछौँ भन्नुहुन्छ सुरुङबाट गाडी लिएर। यहाँ चाहिँ भक्तजनको भिडभाड छ। थोरै अघि बढ्दैछौँ। झर पनि लागिरहेको छ, लाइन धेरै भएर अल्छी लागिरहेछ हो। आज दसैँको फुलपातीको दिन। आज चुरियामाई देवीको पनि पूजा। अनि चुरियामाई मन्दिरमा हामी आयौँ जसमा चुरियामाई देवीको पूजा हुन्छ। यहाँ चाहिँ मेरा प्रिय भाइहरू मनोज भाइ र मदन भाइ हुनुहुन्छ पूजाआजामा। गोमा दिदी, फिनाजु र परिवार। पहाडदेखि तराईका मान्छेहरू यहाँ पूजा गर्न आएका। हाम्रो परिवारको एउटा अंश पारु अनि छोरी सङ्गीत हामी पूजामा यहाँ आइपुगेका छौँ। लाइनमा बस्दा बस्दै हामी कतिखेर मन्दिर पुग्यौँ भन्ने पनि हामीलाई थाहा भएन। अनि त्यसको माथि हामी त लाइनमा बस्दा बस्दै यस्तो दिगदार भएको थियो, खुट्टा पनि फोहोर भयो, सुरुङ पनि जानु छ। अनि त्यसको लागि त हामी चाँडो काम गर्नु पऱ्यो नि। हामी चाँडो आएको भए पनि के अरे हामी ढिला आएको भए पनि हामी कमसेकम चाँडो सबैजना गएपछि हामी पुग्न सक्छौँ। सुरुङबारे बाबाले अरू कुराहरू भन्नुहुनेछ। दक्षिण एसियाकै पहिलो चुरिया सुरुङ मार्ग निर्माणकर्ता नेपालका प्रथम ग्रेजुएट सिभिल इन्जिनियर ब्रिगेडियर कर्णेल डिलिजङ थापा हुन्। हेटौँडा काठमाडौँ रोपवे, सप्तरीको चन्द्रनहर, राजविराजको व्यवस्थित टाउन प्लानिङ, प्रथम पटक आरसीसी प्रयोग गरी निर्माण गरिएको महाराजगञ्जको लक्ष्मी निवास, 1990 सालको भूकम्पपछि भत्किएको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौँमा रहेको अधिकांश दरबार, नेपालको प्रथम दिल्ली बजार, चारखाल अड्डा, टोखा टिबी अस्पताल, जनकपुर जयनगर रेलवे, विषम 1990 को महाभूकम्पबाट भत्केको शीतल निवास जस्ता ऐतिहासिक संरचनाहरूको साथै अम्लेखगञ्ज भीमफेदी सडक निर्माणको क्रममा सन् 1917 देखि 1918 सम्म 2 वर्ष लगाएर निर्माण गरिएको यस हेटौँडा उपमहानगरपालिकाको क्षेत्रमा अवस्थित दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङ मार्ग र सो क्रममा साक्षात् देवीको दिव्य आदेश अनुसार प्राण प्रतिष्ठा गरिएको चुरियामाई मन्दिर क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्त्वको सम्मान गर्दै यस सम्पदालाई हेटौँडा उपमहानगरपालिकाद्वारा संरक्षण गरिएको छ। अब भने हामी चुरियामाई सुरुङ मार्ग प्रवेश गर्नेछौँ। चुरिया सुरुङ प्रवेश हामी यहाँबाट गर्न सक्छौँ। हाम्रो छोरी सङ्गीत चाहिँ फर्स्ट टाइम सुरुङ
प्रवेश गर्दैछौँ। चुरिया सुरुङ छ, यो दक्षिण एसियाको पहिलो सुरुङ है। अघि हामीले कसले बनाएको भनेर पनि बाहिर हेऱ्यौँ है। ल, हेटौँडा उपमहानगरपालिकाले व्यवस्थापन गरिरहेछ होइन त? हो नि है। हस्, धन्यवाद। ल हस्, हामी सुरुङभित्र प्रवेश गर्दैछौँ। छोरी, सुरुङ यस्तो रहेको छ। यो केही समय अगाडि मात्रै यो सुरु भएको हो। आजभन्दा 108 वर्ष अगाडि यो सुरुङ निर्माण भएको हो। चुपचाप 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 छिर्ने हामी यहाँबाट। यो सुरुङ डिलिजङ थापाले डिजाइन गर्नुभएको हो। डर लागेछ? डर लागेछ? कस्तो लागिरहेछ भन्नु? मजा लागेछ? फर्स्ट टाइम यसरी सुरुङमा आएको है। हो, यहाँबाट पहिला गाडी चढ्थ्यो छोरी। गाडी सानो गाडीहरू चल्थ्यो है। हरू चाहिँ यही बाटोबाट गाडी यहाँबाट लिएर भित्र गएको। अँध्यारो भयो। के आवाज आयो? अँध्यारो, पुरै अँध्यारो। छोरी हराई, खोइ कहाँ हो? आमा छोरी कता हो? के गरायो? कराउ न, कस्तो आवाज कहाँसम्म पुग्छ? कराउ त। चुपचाप चुपचाप, बहुत आउँछ फेरि। चुपचाप चुपचाप। त्यो आवाज हेर न कहाँसम्म। नानी नानी, त्यो आवाज कहाँसम्म गएको छ? बोल न। होइन, सिमेन्ट। हामी आधातिर आइसकेका छौँ। हामीले प्रवेशद्वार चाहिँ देखिरहेका छौँ। फेरि अर्को अँध्यारो ठाउँ आयो। पानी चुहिरहेछ तप माथिबाट। आमा छोरी हराए, म पनि हराएँ। थोरै लाइट देखिरहेछ उतापट्टि। ऊ अलिअलि छोरी दौडेको जस्तो देखिरहेछ। छोरी नाच्दै नाच्दै हिँडिरहेकी छ। ओ, इको साउन्ड आइरहेको छ पुरै। यहाँ चाहिँ 50 रुपियाँ प्रवेश शुल्क लाग्छ। रमाइलो छ। हेटौँडाको एकदमै नजिकमा पुरानो मन्दिर, यो चुरियामाई मन्दिरको लामो कथा पनि छ। हामी त्यसको बारेमा अगाडि भन्ने नै छौँ, अगाडि भनेका पनि छौँ। अब हामी एक्जिट गेटमा आइपुग्यौँ, अन्तिममा आइपुग्यौँ। यहाँबाट हामी निस्किन्छौँ बाहिर। यहाँबाट त कोही छैन नि त। यहाँबाट छिर्यो भने पनि आधी छिरेर फर्क्यो भने केही हुँदैन रहेछ। पुरै गयो भने उता फेरि 50 रुपियाँ लाग्दो रहेछ। ल, एकचोटि यहाँ आउँ त गेटमा। ल, यो चाहिँ चुरियामाईको एक्जिट गेट हो। हामीले यता सडकबाट देख्ने गरेको। पहिले यो गेट, यो चुरियामाई पुनर्निर्माण हुनुभन्दा अगाडि नै हामी चाहिँ यहाँ आधासम्म छिरेका थियौँ। पछि बन्द थियो, एकापट्टि पुरै बन्द थियो। अहिले हामी चुरियामाईको सुरुङ पुरै प्रवेश गरेर आयौँ। नाङ्गित, तिम्रो एक्सपिरियन्स कस्तो भयो? अनुभव कस्तो भयो? किन? त्यहाँ भूत आयो है? हो। ल, हामी यता सडकमा आइसकेको छ। एकदमै रमाइलो छ। बच्चाहरू लिएर आउनको लागि एकदमै रमाइलो ठाउँ हेटौँडाको नजिकमा रहेको। भर्खरै 500 मिटर लम्बाइ सुरुङ पार गरेर हामी आयौँ। अहिले हामी पार गरेर आएको डाँडा यही हो छोरी। समयमा चाहिँ मानिसहरू गाडी किनिसकेपछि, बाइकहरू नयाँ सवारी किनिसकेपछि पूजा गर्ने चलन पनि छ। यहाँ अहिले गाडी पूजा भयो। हामी चुरियामाई जाने बाटोमा चाहिँ उखुको जुस, नरिवल पनि खान पाइन्छ है। नरिवल पानी पनि पिउन पाइन्छ। छोरी के खाने रे? उखुको जुस खाने। ठुलो कि सानो? पैसा छ? पैसा छ?
भाइले यहाँ उखु पेल्दैछन्। यति पेले होइन नि, पेल्दा पेल्दा उखुको जुस होइन, उखुको तेल निकालिदिने भयो। केही बाँकी छैन हेर। ए भयो बाबा भयो भनिसक्यो उखुले होइन, तै पनि पेलिराखेको हेर न। ल हेर सर चाहिसकेको छ बाबा छोरीलाई है। कता हो अर्को तिमीलाई छैन, बाबा छोरी मात्रै खाने आज। एकदम गजब। ल दामी, ठिक छ, चियर्स। ल ओके। आमा छोरी चाहिँ यहाँ पिङ किन्नको लागि आयो अगाडि। अहिलेलाई पिङ किने र सबैलाई दसैँ तिहारको शुभकामना। धन्यवाद।